आदरणीय कार्यक्रम सञ्चालक ज्यू, सभाध्यक्ष ज्यू र दूधका दूध र पानीका पानी छुट्याउन बस्नुभएको निर्णायक मण्डल ज्यू, आदरणीय गुरुवर्ग र मेरो प्यारा साथीहरूमा मेरो नमस्कार। म विश्वज्योति विद्यालयमा अध्ययनरत छात्रा कक्षा 6 कि सभ्यता पोखरेल। आज 2082 मा हुन गइरहेको वाद विवाद प्रतियोगितामा म भाग लिन पाउँदा धेरै आफूलाई भाग्यमानी ठानेकी छु। आजको विषय शैक्षिक शिक्षा भन्दा व्यवहारिक शिक्षा राम्रो। यो शिक्षा पेशागत शिक्षा र व्यवहारिक तालिममा आधारित हुन्छ। प्राविधिक विद्यालय सिप विकास केन्द्रहरूमा दिइन्छ। उदाहरण इलेक्ट्रोनिक, प्लम्बर, कम्प्युटर, हार्डवेयर र मेकानिक आदि। यसको उद्देश्य व्यक्तिलाई रोजगारीका लागि तयार पार्नु हो। व्यवहारिक शिक्षाले रोजगारी प्राप्त गर्न सहयोग गर्दछ। व्यवहारिक शिक्षाले हाम्रो दैनिक जीवनमा पनि धेरै कुराहरूमा सहयोग गर्दछ। त्यसैले मलाई व्यवहारिक शिक्षा भन्दा शैक्षिक शिक्षा राम्रो लाग्दछ। धन्यवाद।